सराप्ने मैले तेरा चाहिँ जुङ्गा हैन जुङ्गा दुईपट्टि यस्तो भएको छ तेरो जुङ्गा यसरी र यसरी तानेर यताबाट यस्तो उताबाट यस्तो हान्न पर्ने खाले छ तेरो हैन यसको यो तँ मामा मेरो कहाँको मामा तेरो 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 चस्मामा चाहिँ सिसा छैन सिसा नभए चस्मा लाएर किन हिँड्छस् भाइ गोरु तँलाई भाटे त मर्नु पर्ने तँलाई त दिउँ ल हामीले खोजे जस्तै मान्छे भेट्यो दामी रहेछ दामी आजदेखि हाम्रो अनलाइन सपिङ सेन्टरको साइबर सेनामा त नियुक्ति भइसक्यो म हो पेन्सनबाले सेनामा भर्ती खुलेको छ भनेर फेसबुकमा सूचना राख्नु भएको रहेछ त्यही भएर म त यहाँ आएको अब हाइट त नाप्नै पर्दैन हाइट 5 फिट 5 इन्ची अब छाती 34-35 के भाइ यहाँ हाइट छातीको कुरो गरेको होइन यहाँ चाहिँ जति राम्रो सराप्न सक्छौ नि हो त्यसलाई मान्यता दिन्छ ल सराप हो त सराप्न यस्तो मैले कसैलाई पनि के सराप्ने गर्ने त्यस्तो गाली गर्ने केही पनि गरेकै छैन अहिलेसम्म सरापेकै छैनौ ए भाइ तिमीबाट तिम्रो यो छाती भुँडी केही भन्नु पर्दैन सराप्न आउँछ सरापेर सुनौ त लु मलाई छिटो तँलाई जुङ्गे बुढा तेरा जुङ्गे उखलिकन फालिनु पर्ने तेरो घर छ नि पहिरोले आएन ल जाने 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 मेरो पछि लाएर नआइजे तँलाई ओइ घर जा तेरो चाहिँ म बङ्गरासँग झार्दिन्छु हेरे केटी तँलाई दारे त मोर जा तँलाईतिर जा तँलाई हुँडा तँलाई ओइ हान्छ सधैँ पक तेरो चाहिँ बसेर आउनु परेन मलाई तेरो त अनुहार पनि हेर्न मन लाग्छ छैन तँलाई चाहिँ थुक्क कुन्दिना तँलाई चाहिँ फसे म बिहे गरेर यस्ता चाहिँ तँलाई ए बल्छी के जाऊ त बुढीलाई यसले रिस उठारेर सराप्दैन के यसले सराप्दैन के यसलाई यस्तो रिस उठ्यो नि बुढीसँग डिस्कस गर्छ मसँग त्यसलाई चाहिँ यसरी हानेर बङ्गरासँग झरे त्यसका दारा सारा निकालेर चाहिँ नि उता चाहिँ नि लगाएर फरवर्ती जलाएर मलाई त के भन्नु र रिस उठेपछि त भान्जीलाई बाहेक अरूलाई चाहिँ सराप्नुमा यता ट्रायल दिनु सराप्न आउँछ सरापी त राछु त मान्छे रिस उठेपछि मलाई त आँखा देखिदिने के म त के भए आँखा देख्दैन लु मसँग रिस उठ्यो अरे लु बडा सराप देखा तँलाई के सराप्ने मैले तेरा चाहिँ जुङ्गा हैन जुङ्गा दुईपट्टि यस्तो भएको छ तेरो जुङ्गा यसरी र यसरी तानेर यताबाट यस्तो उताबाट यस्तो हान्न पर्ने खाले छ तेरो हैन यसको यो तँ मामा मेरो कहाँको मामा तेरो 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 चस्मामा चाहिँ सिसा छैन सिसा नभए चस्मा लाएर किन हिँड्छस् भाइ गोरु तँलाई भाटे त मर्नु पर्ने